साथी मैले नि अघि किनीमा बनाउने कोसिस गरेको मेरो छोराले किनीमा खानु मन गर्दो रहेछ भटमा कुच्चाए यति त हो फलामको ओखलीमा कुच्चाउँदैछु अब के गर्नु उहिले त काठको ओखली ठुल्ठुलो हुन्थ्यो र यो त एकै घानु हुन्थ्यो अहिले त यत्रो फलामको ओखलीमा कुच्चाउनु पर्छ अलिअलि गर्दा कुच्चाउँदैछु कोही आउने मान्छे पायो भने मेरो छोरालाई पठाइदिनु पर्यो खानु मन गर्छ त्यसले त किनेमा पुरा मन पराउँछ र नि साथी हो यसले कुच्चाउँदै बनाउँदैछु अब यसरी अलिअलि गर्दै कुच्चाउँदैछु हुन्छ कि हुँदैन कि अब यो चाहिँ हो कुच्चाएर यसो केराको पात यहाँ थाङ्ना एउटा यो बाँधेर चाहिँ त्यसमा चाहिँ अलिअलि अब अगाडि त खरानी लाउँथ्यो हाम्रो सासूले अहिले त खरानीको अब आगै फुक्दिउँ छैन अलिअलि आँटा चाहिँ अलिअलि लगाइदिनु पर्यो होसमा र मोलेर चाहिँ थाङ्नामा बाँधेर राख्नु पर्यो 3-4 दिन चाहिँ यसलाई राखेर चाहिँ अन्त निकालेर चाहिँ घाममा सुकाउनु पर्छ साथी हो कस्तो हुने हो अब हेरौँ किनीमा बनाएको धेरै दिन भयो नबनाएको हो आफू नै त्यति खानु हुँदैन भनेर बनाएकै थिइनँ अन्त अब चाहिँ यसो छोराको साथीको आउनेवाला छ अरे अन्त यो पठाइदिउँ भनेर यस्तो ओखलीमा कुच्चाउँदैछु अलिअलि गर्दै कुच्चाउँदै गरेको नि किनीमा बनाइदिएको नि साथी हो कस्तो हुन्छ के हुन्छ हो हेरिदिनुहोस् अब भोलि पछि त्यसलाई चाहिँ निकालेर सुकाएर राख्नुपर्छ र पठाइदिनुपर्छ अघि ओखलीमा कुच्चाए अब चाहिँ साथी हो स्टार्ट भएको यो चाहिँ किनीमा हाल्ने हो यसरी हालेको छु मैले पनि सासूले अगाडि खरानी यसरी हालेर अलिअलि फुलकरानी हालेर यसरी मोल्थ्यो र यसरी पत्तामा लाएर कुच्चाएर हाल्नुहुन्थ्यो त्यही सिकेको थिएँ र मैले पनि गर्दैछु अलिअलि आँटा यसमा चाहिँ अब मैले चाहिँ अलिअलि आँटा मोलेर चाहिँ अब यहाँ चाहिँ पत्तामा हालेर चाहिँ बाँध्नु पर्यो भन्दैछु यसरी यहाँ पत्तामा यसरी हालेर चाहिँ अब साथी हो बाँध्नु पर्यो 3-4 दिन चाहिँ यसलाई पोको पारेर राख्नु पर्यो घाममा त्यहाँबाट चाहिँ खोल्नु पर्यो कस्तो हुन्छ यसको च्यापच्यापी हुन्छ कि हुँदैन बिग्रिन्छ कि सप्रिन्छ कि हाल्नु त हाल्दैछु जानी नजानी किनीमा हो छोराहरूले मन पराउँछ छोरीहरूले मन पराउँछ खानु मन गर्छ र यहाँ म पनि हाल्दी हेर्नु पर्यो भनेर यहाँ हालिदिएको छु अब छोरा छोरीले खानु पाउने हो कि नपाउने हो राम्रो भयो भने खानु पाउँछ राम्रो भएन बिग्रियो भने खानु पाउँदैन यसो गरेर चाहिँ तपाईँको चाहिँ उहिले हाम्रो सासूले त कोइला र खोर्सानी पनि हाल्नुहुन्थ्यो हो तर मैले चाहिँ त्यस्तो नहालेँ क्या यस्तै बनाइदिएको हुन्छ होला नि त नि भयो भने ठिकै छ भएन भने मेरो किनेमाको पैसा जान्छ होइन साथी हो लु आजलाई त यतिमै अन्त अब हुन्छ कि हुँदैन त्यहाँबाट पछाडि हेरौँ ल